हाम्रो ब्रदरले चाहिँ यो दसैँमा निकालेको रे दिनदिनै धुन्छौ क्या ब्रो यस्तो टल्केछ यार कन्जस्टेड छ है बाटो एकदम कन्जस्टेड छ। अब यो मार्केट चाहिँ अलिकति अव्यवस्थित भनेर भन्न सकिन्छ हामीले होइन अलिकति प्लान भएन यहाँको यो बस्ती भन्न पऱ्यो है यहाँको रेसिडेन्सी अनप्लान जस्तो देखिन्छ है। बन्नो रे बन्नो मेरी चली ससुराल को अखियों में पानी दे गई दुआ में मीठी गुड़धानी ले गई हाय बन्नो रे बन्नो मेरी चली ससुराल को। है तिम्रो बहिनीको नाम के रे नाकुको के गरे त्यो के रे तिम्रो बहिनीको नाम एलिजाबेथ हो कि के राखेको औरा 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 औडा औडा रे हेलो औडा भन हेलो भन्दैन मलाई तौली आएको बेलामा पान खान मन लाग्थ्यो है के हो यस्तो के हो यस्तो माया कसम ल हेर त केटाहरू म त खान्न है केटाहरू म कहिले खान्छु र के यो पसलको नाम के हो भन त प्रेम चाट शुद्धोधन गाउँपालिका मोतीपुर हुँदै अनि फर्साटीघाट हुँदै अनि यो शुद्धोधन गाउँपालिका हुँदै अब पर्सा अब लुम्बिनी जाने गएर तौलिया शुद्धोधन गाउँपालिका चाहिँ त्यहाँ छ है कहाँ जानु लाग्यो रे कति बेरमा पुग्छौँ भन्नु त मामा हो र यताको छिटो बाटो आउँदाखेरि बुटलबाट लगभग एकैछिन त धुलो खानु भयो होइन 1 घन्टामा पुग्नु भयो ल अस्ट्रेलियाका छोराबुवालाई के भन्नुहुन्छ त रमाइलो छ बिहामा रमाइलो मान्छेको बिहामा जाँदैछ टाढा पनि जान मन लाग्यो सबै सँगै भएको अझै रमाइलो हुन्थ्यो छोराबुहारीको प्रतीक्षामा हाम भन्नु न नेपाल कहिले आउने प्रतीक्षामा हाम भन्नु आएर फेरि सँगै हिँड्ने छोराबुहारीको माया आज हामी तौलिया छौँ है तौलियामा यो यस्तो रहेछ पानीपुरी पाउने छौँ है ती केटाहरू यहाँ पानीपुरी खान एकदम रेडी छ नि हाम्रो सरले हामीलाई यहाँ ल्याउनु भएको पानीपुरी खान भनेर के यो पसलको नाम के हो भन त प्रेम चाट दाइ त्यही हो है अब बेचेरै सकिँदो रहन्छ यहाँ केटाहरू कस्तो छ मिठो छ है मेरो चाहिँ यहाँ बनिरहेको छ है चिसो छ कि तातो भयो चिसो छ चिसो हो केटाहरू कहाँ जाने भन त अब एक्सपल्स है हाम्रो पण्डित दाइले जहाँ लान्छ नि त यहाँ हाम्रो ब्रदरले चाहिँ यो दसैँमा निकालेको रे दिनदिनै धुन्छौ क्या ब्रो यस्तो टल्केछ यार यिनी चाहिँ हाम्रो एकदम आत्मीय मित्र है अब यो चाहिँ तौलिया हो है यो चाहिँ तौलिया हो अब कस्तो लाग्छ तपाईँहरूलाई तौलिया होइन कति म चाहिँ 3-4 महिनामा आएँ यहाँ हो अस्ति आएको थिएँ कि म सडक बिगामा हो भोलि पनि जाने हो त्यहाँ आइरहेको छौँ नि हामी त त्यहाँ अनि यस्तो छ यहाँ अब हामी चाहिँ कता जाने केटाहरू तिलौराकोट हो सो अब तिलौराकोट जाँदैछौँ है अँध्यारो भइसक्यो अब के हुन्छ सुट गरेर पाउँछौँ कि पाउँदैन थाहा भएन है
बाटो धुलो छ बे कहाँ तिरबाट किन जानुपर्छ अब हामी यसो एक राउन्ड दिस इज तौलिया कपिल वस्तु है। यहाँ चाहिँ आज एउटा बहिनीको वेडिङको निम्ता थियो अनि त्यही भएर हामी सबै फ्यामिली यहाँ आयौँ है। अहिले चाहिँ यसो घुम्न भनेर निस्क्यो, हल्का रात परिसकेको छ है। अब त्यही पनि यसो भ्लगिङ गरिदिउँ भनेको तौलियाको होइन। सधैँ आइन्न नि त होइन, कहिलेकाहीँ आउने ठाउँ हो, त्यही भएर बाटो चाहिँ एकदम कन्जस्टेड छ है। बाटो एकदम कन्जस्टेड छ। अब यो मार्केट चाहिँ अलिकति अव्यवस्थित भनेर भन्न सकिन्छ हामीले होइन। अलिकति प्लान भएन यहाँको यो बस्ती भन्न पऱ्यो है। यहाँको रेसिडेन्सी अनप्लान जस्तो देखिन्छ है। तर म पनि सानोमा चाहिँ यहीँ बसेको है। 1 इयर चाहिँ म यहाँ बसेको। त्यसपछि पनि म यहाँ आइरहेको थिएँ रिलेटिभहरू भएको भएर, त्यही भएर जे भयो नि है। अब चाइल्डहुड मेमोरीहरू चाहिँ रिकल हुन्छ यहाँ होइन, यो ठाउँ आउँदाखेरि। अनि त्यही भएर जस्तो भए पनि रमाइलो चाहिँ लाग्छ है यसो घुम्नलाई यो ठाउँमा। हामी चाहिँ भर्खर त्यहाँ चाट खाएर है, चाट र पानीपुरी खाएर हामी चाहिँ यसो निस्केको, केटाहरू गइसके। अब यहाँ चाहिँ ठेलै अब यो बाटो निस्किन्छ जस्तो लाग्छ मलाई होइन। अब तपाईँहरू देख्न सक्नुहुन्छ यस्तो कन्जस्टेड छ यो ठाउँ है। वाइल्ड जाम हुन्छ होला अलिकति चाडपर्वको बेलामा त है। यहाँ अब यस्तो छ बाटो, गाई गोरु नि यहीँ हिँड्दो रहेछन्, पसल पनि यहीँ छ, पोहोरो पनि यहीँ छ है। अलिकति म्यानेज देख्थेन है। फोहोर मैला व्यवस्थापन चाहिँ खासै राम्रो लागेन मलाई है। सरी टु से बट देखेपछि भन्नै मन लाग्यो है। अब चाहिँ म छिटो निस्किन पाए हुन्थ्यो, केटाहरूलाई भेट्न पाए हुन्थ्यो होइन। केटाहरूले चाहिँ मलाई छोडेर गए, टाइम लगाउँछ यसले भनेर। टाइम त अफकोर्स लगाइहाल्छ नि होइन, यताउति सेटअप मिलाउनु पऱ्यो होइन, सबै कुरा मिलाउनु पऱ्यो। फाइनली म अब यो हाइवेमा आइसकेको छु होइन। त्यो चाहिँ मेरो साथीले काम गर्ने ब्याङ्क छ त्यहाँ होइन। केटाहरूले मलाई त्यहीँ बोलाइरहेछन्। अब चाहिँ म कताबाट हालौँ, यहीँ साइड गल्लीबाटै हाल्छु म। यस्तै छ है तौलिया यस्तै हो। यी तौलिया भन्दा पनि तौली हावा होइन। सुन्तलाहरू चाहिँ यो कहाँबाट आयात भएको होला, यहाँ पाहाडतिरको त पक्कै होइन होला, इन्डियातिरको होला सुन्तला होइन। अब यहाँबाट इन्डिया बोर्डर पनि नजिकै छ। बाटो चाहिँ यहाँ यस्तो छ, यसो यहाँ पारा नि मजा आउने होइन। अब केटाहरू कहाँ गयो यार, केटाहरूको बाइक पनि देखिन्न त यहाँ। कहाँ गयो केटाहरू यार, फोन हान्न पऱ्यो यार केटाहरूलाई। कहाँ गयो त यार केटाहरू यार, भएन नि पारा। सो फोन हान्छु है। केटाहरू त्यहाँ फलफुल पसल अगाडि छन् रे। अघि नै हामीले जहाँ फलफुल किन्न रोकेको थियौँ भनेर, तर त्यो अघि नै रोकेको फुटेज चाहिँ मैले क्लिक गरेको छैन है। त्यति बेला चाहिँ अब कतिखेर मम्मीलाई अनि मामा माइजूहरूलाई कतिखेर ड्रप गरेर अनि त्यो जहाँ जान पर्ने हो त्यहाँ छोडेर निस्किम भन्ने भएको थियो होइन। त्यही भएर बुटोलबाट आउँदा पनि भिडियो चाहिँ सुट गरेन मैले होइन। छिटो आउन थियो नि त यहाँ, किन भन्दा अब हामी पो जतिखेर आए नि हुन्छ। अब उहाँहरू चाहिँ यहाँ टाइममा आउनु पऱ्यो नि त होइन। उहाँहरू गार्जेन भएपछि अब हामी त हावा केटाहरू भइहाल्यो होइन। मलाई तौली आएको बेलामा पान खान मन लाग्थ्यो है। यहीँ छन् केटाहरू, बाइक के त्यो एक्सपल्स रोकेछन् नि फलफुल पसल भनेर।
ओ केटाहरू के हो यार यस्तो के हो यस्तो यो मासु पस्दा आमामामा के हो यस्तो के हो यस्तो के हो यस्तो माया कसम बस ल ल हेर त केटाहरू म त खान्न है केटाहरू म कहिले खान्छु र इन्जिनियर सर हो होइन अब इन्जिनियर सरबाट चाहिँ यहाँ हाम्रो पार्टी छ उहाँले खानु न कहिले पनि को र इन्जिनियर सर भनेको को आशिष सर इन्जिनियर सर नाकु यता हेर नाकुलाई अब भाइरल बनाउने हो युट्युबमा मया गर काकु मया भन नाकुलाई अब युट्युबमा मैले भाइरल बनाइदिन्छु नाकुको नखडा हेर नखडा युट्युबमा सर्ट्स हालेर मैले नाकुलाई भाइरल बनाइदिन्छु नाकु त यी क्यामेरामा हेर्न पाएपछि त ओहो हेर नखडा हेर नाकुको तिमी नाकु हना यो को हो यो ओ यो को यो ओ यो को रे ओ काकुलाई मया गर अब हाम्रो नाकु युट्युबमा भाइरल हुन्छ नखडा ओहो युट्युबमा भाइरल हुन्छ भनेपछि त नाकु अब भाइरल हुन्छ अब नाकुलाई एकचोटि उठ्न दिनु त ओहो कति नाम्नी अब त यिनी त अब भाइरल हुन्थिन् टिकटकमा भाइरल हुन्छन् नाच्देऊ त नाच्देऊ टिकटक ओहो यति ज्ञानी पनि हुँदै रहेछन् अहिले त यी मसित डराइ छैनन् कति ह्यान्डसम छिन् यी हाम्रो नाकु यी मम्मालाई त्यस्तो गर्छिन् हाम्रो नाकु हाम्रो प्यारो नाकु हुन् तिम्रो बहिनी खै तिम्रो बहिनीको नाम के रे नाकुको के गरे त्यो के रे तिम्रो बहिनीको नाम एलिजाबेथ हो कि के राखेको औडा रे हेलो औडा भन हेलो भन्न नि जानी छेउ क भन एबिसिडी बाबु रिसाइदेऊ न भन्नु न ल यहाँ कि अगाडि आयो आउनु भनिदेऊ न भनिदेऊ रिसाइदेऊ दम छैन यता सेफ साइड लिएर कता जाँदै हुनुहुन्छ त हामीहरू विवाहमा पूजा छोरीको विवाहमा कसको बिहामा रे पूजा जन्तीहरू सत्सङ्ग गर्नु बन्नो मेरी चली ससुराल को अखियों में पानी दे गई दुआ में मीठी गुड़ धानी ले गई हाय बन्नो रे बन्नो मेरी चली ससुराल को अखियों में